अगाडि पछाडि Wow. Halo. Halo Nerni Bauji. Hello भन्नु के हेलो आलुको बनानमा तिम्रो बनानमा र यसको बनाइदिनु त सबैको अनि के काम गर्नु भन्नु होला होनहार योद्धाहरू जेएनजी ग्रुप हिजो रातिको यहाँहरूको एकदम चाहिँ ठुलो कार्य छ अध्यक्षज्यू निद्रा पुगेको छैन निद्रा म आएन मैले पठा मात्रै फौज परिचालन गरेँ मैले कस्तो छ फौजको अवस्था के छ फौज एकदम राम्रोतिर बसिरहेको छ जो सुरक्षित भेटाइयो राम्रो खुसी लाग्यो हिजो आएको टोली सुरक्षित भेटाउनु सुरक्षित काम कार्यप्रति कस्तो छ यहाँको एकदम सन्तोषजनक छ ठिक छ राम्रो छ टोली राम्रो गरेको छ एकदम बेस्ट ल धन्यवाद यहाँ हाम्रो हातेमालो टोल विकास संस्थाका अध्यक्षज्यू हुनुहुन्छ उहाँको केही समयपछि केही धारणा लिनेछ अहिलेलाई चाहिँ तपाईँसँग छुट्टी बाइ बाइ भैलो कार्यक्रम भैलोको के पुग्ने कार्यक्रम होइन दाजु कस्तो हो र बुहारी हेर्नु यो आन्द्रा आहा के गजब छ हेलो निम्बल हेलो हेलो भैली बिराएर अर्कोमा छिर्नु होला है फेरि छ सहकारी समितिमा आबद्ध हुनुहुन्छ जनक पुन मगरज्यूलाई हाम्रा अध्यक्षज्यूले खादा उडाउँदै हुनुहुन्छ
र हाम्रा सचिव प्रेम बहादुर ओलीज्यूले अभिर ल्यापन गर्दै हुनुहुन्छ। हाम्रा उपाध्यक्षज्यूले माल्यार्पण गर्दै हुनुहुन्छ भने कोषाध्यक्षले फुलको वर्षा गराउँदै हुनुहुन्छ। हाम्रा सहसचिवले खादा खोल्दै हुनुहुन्छ र सबैजनाले ताली बजाइदिनु होला। यसै गरी अर्का कार्य समितिमा आबद्ध हुनुहुन्छ मणिपुरा मगरज्यू हुनुहुन्छ। कार्य समिति हुनुहुन्छ विकास अली रोकाज्यूलाई ताली बजाइदिनु होला है सबैजनाले। सञ्चालिकाज्यू माया स्पेटिफोनलाई फुलमाला सहित माल्यार्पण गरिन हार्दिक अनुरोध गर्दछु। हाम्रा अध्यक्ष नवाध्यक्षज्यूले खादा ओढाएर स्वागत गर्दै हुनुहुन्छ। हाम्रा उपाध्यक्ष खिर बहादुर घरतीज्यूले माल्यार्पण गर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद। र हाम्रा पूर्व अध्यक्ष तिरप्रसाद घरतीज्यूबाट प्रशंसा पत्र प्रदान गर्दै हुनुहुन्छ रमिता घरती मगरज्यूलाई। आगामी दिनहरू पनि यसै गरी भूमिका निर्वाह गर्नुहुनेछ भन्दै हाम्रा कोषाध्यक्षज्यूले सानो कोसेली स्वरूप केही सानो रकम प्रदान गर्दै हुनुहुन्छ उहाँलाई। धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसै गरी हजुरहरूको साथ एन्जल बहिनीलाई र हाम्रा नवाध्यक्षज्यूबाट दोस्सल्ला ओढाएर स्वागत गर्दै हुनुहुन्छ। यसै गरी हाम्रा उपाध्यक्षज्यूबाट माल्यार्पण भने हाम्रा पूर्व अध्यक्ष तिरप्रसाद घरती मगरज्यूबाट प्रशंसा पत्र प्रदान गरिएको छ उहाँलाई। कोषाध्यक्षज्यूबाट हिमा घरतीज्यूबाट सानो कोसेली रकम सहित हस्तान्तरण गर्दैछौँ। आगामी दिनहरूमा पनि यसै गरी हजुरको बहुमूल्य भूमिका र एकदमै अहोरात्र खटेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। होमा हो हैनमा होइन थपेर साथ दिनुहुने भैलोलाई भट्याएर साथ दिनुहुने भाइ, यो भैलोलाई शोभा बढाइदिनुहुने जति पनि हुनुहुन्छ सम्पूर्णलाई अग्रसर बनाएर अगाडि बढ्नुहुने भाइ, कार्यक्रमलाई राम्रो प्रस्तुति गरेर अगाडि बढाउनुहुने भाइ, प्यारो भाइ विराजपुर मगरज्यूलाई यो प्रमाण पत्र लिइदिनुको लागि आग्रह गरौँ। हाम्रा सचिवज्यूबाट विज्ञापन हुँदैछ भाइ धीरजलाई सबैजनाले ताली बजाइदिनु होला। ताली चाहिँ कति पनि खेर नमानेर दिनु होला किनभने हाम्रो टोललाई अगाडि बढाउनको लागि बाहिरबाट भए पनि यति सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रा पूर्व अध्यक्षज्यूबाट प्रशंसा पत्र प्रदान गर्दैछौँ भाइलाई। हाम्रा कोषाध्यक्षज्यूबाट सानो उपहार कोसेली स्वरूप रकम पनि हस्तान्तरण गर्यौँ। आगामी दिनमा पनि यसै गरी यस भैलीलाई अगाडि बढाउन उहाँ भाइ बहिनीहरूको नाम वाचन गर्दैछु। पालै पालो स्टेजमा आइदिनु होला। हाम्रा सचिवज्यूले अभिल्यापन गरिदिनुहुनेछ। हाम्रा अध्यक्ष पूर्व अध्यक्षज्यूले प्रमाणपत्र वितरण गर्नुहुनेछ। हाम्रा नवाध्यक्षज्यूले खादा दोस्सल्ला ओढाएर स्वागत गर्नुहुनेछ। सचिवज्यूले यसै गरी अहोरात्र खटाउनेछ। सानो नानो अर्को वर्ष पनि यसै गरी खेल्नेछौँ भन्दै उहाँलाई पनि बिदाई गर्यौँ। र सबैजनाले तालीसहित स्वागत गरिदिनु भाइ। सबैजना जति पनि हुन्छ यत्र तत्र भएर नबसिदिनु होला। पाहुनाहरू पनि हुनुहुन्छ भने पनि यता यता आइदिनु होला। हाम्रा सचिवज्यूबाट अभिल्यापन हुँदैछ बहिनीलाई, प्राप्ति बहिनीलाई जो खादा ओढाएर साथ दिनुहुनेछ अध्यक्षज्यू र माला लगाएर साथ दिइरहनु हुनुहुन्छ हाम्रा उपाध्यक्षज्यू र केही कोसेली प्रदान गर्दै हुनुहुन्छ कोषाध्यक्षज्यू र हाम्रा ल सबैजनालाई प्रशान्त ओलीज्यूलाई सबैजनाले स्वागत गरिदिनु होला ताली बजाएर। जति पनि नाम छुट्नुभएका भाइ बहिनीहरू छन् हाम्रा कलाकारहरूलाई जानकारी गराउनु हुनेछ। हाम्रा डान्स टिचर एन्जल बहिनी मलाई सम्पर्क गर्नुहोला। कहिलेकाहीँ
नामहरू छुट्न सक्छ कलाकार भाइ बहिनीहरू। एन्जल बहिनी कोर्डिनेसन गर्नुहोला भाइ बहिनीहरू छुट्नु भएको छ भने, कलाकार भाइ बहिनी छुट्नु भएको छ भने हाम्रा सचिवज्यूद्वारा अबिर ल्यापन हुँदैछ। हाम्रा बाल क्लबका अध्यक्ष दुजिन्द्र भाइ, उहाँलाई हाम्रा अध्यक्षज्यूले सम्मान गर्दै हुनुहुन्छ। ताली चाहिँ कतिखेर नमानौँ है, भोक प्यास सबैजनालाई लाग्छ, सबैजनालाई गाह्रो हुन्छ। ताली चाहिँ बजाउन नछोडिदिनु होला, सबैजनाले सम्मान स्वरूप ताली बजाइदिनु होला। पछि पाहुनाहरूलाई पनि सम्मान गर्नेछौँ। हाम्रा भाइ दर्शन घरतीलाई सबैजनाले ताली बजाएर साथ दिनु होला, सबैजनाले भाइलाई। सुशील घरतीलाई अबिर ल्यापन गर्दै हुनुहुन्छ हाम्रा सचिव प्रेम ओली र हाम्रा अध्यक्षज्यूबाट रसल लाउरालाई स्वागत गर्दै हुनुहुन्छ कलाकार भाइ सुशील घरतीलाई। हाम्रा उपाध्यक्ष निम बहादुर घरतीज्यूबाट माल्यार्पण हुँदैछ भने हाम्रा कोषाध्यक्षज्यूबाट केही कुशली सिमरन पेशी, सबैजनाले ताली बजाएर साथ दिनु होला। हाम्रो अध्यक्षज्यूबाट खाना ओर्डाएर स्वागत गर्दै हुनुहुन्छ र हाम्रा उपाध्यक्षज्यूबाट माल्यार्पण हुँदैछ र हाम्रा कोषाध्यक्षज्यूबाट केही कोसेली प्रदान गर्दैछौँ। सानो बहिनीलाई धेरै धेरै धन्यवाद। आगामी दिन पनि यसै गरी साथ दिनुहुनेछ सानो बहिनीले। ओलीलाई हाम्रा सचिव प्रेम ओलीज्यूबाट अबिर ल्यापन हुँदैछ। छोरी पनि हुनुहुन्छ हाम्रा सचिवको र अध्यक्ष मदन कुमार खतीज्यूबाट खादा उडाएर साथ दिँदै हुनुहुन्छ भने हाम्रा कोषाध्यक्ष निम बहादुर खतीबाट माल्यार्पण हुँदैछ र हाम्रा कोषाध्यक्ष खिमा घरतीज्यूबाट केही कोसेली प्रदान गर्यो भने हाम्रा एन्जल घरतीलाई ताली बजाएर साथ दिनु होला। कलाकार बहिनी सबैजनाले ताली बजाइदिनु होला। ल सबैजनाले ताली बजाएर साथ दिनु होला। र अर्का कलाकार अघि चाहिँ हामीले डान्स टिचरको रूपमा सम्मान गरेका थियौँ भने अहिले कलाकारको रूपमा हामीले सम्मान गर्दैछौँ रमिता घरती र एन्जल बहिनीलाई। दुई पटक माला र सलाउन पाउने त कस्तो भाग्यमानी है, म पनि ओर्थेँ होला, के गर्नु नसिबमा छैन होइन। ल एकदमै अहोरात्र खटेर साथ दिनुभएको छ बहिनीहरूले। यसै गरी लक्ष्मी फुल बहिनीलाई सबैजनाले ताली बजाएर साथ दिनुहोस् है। हाम्रा रमिता बहिनीलाई स्वागत गर्दै हुनुहुन्छ हाम्रा अध्यक्ष दुसला उडाएर। हाम्रा उपाध्यक्षज्यूले माला लगाएर स्वागत गर्दै हुनुहुन्छ। हाम्रा कोषाध्यक्षज्यूले कोसेली वितरण गरेर साथ दिँदै हुनुहुन्छ र हाम्रा सदस्य नम्रता ज्यूले पुष्पगुच्छाहरू अर्पण गर्दै हुनुहुन्छ। प्रशंसा घरतीको हुनुहुन्छ, सबैजनाले ताली बजाएर साथ दिनु होला है। हाम्रा बहिनी रमिता घरतीज्यूलाई कोसेली प्रदान गर्दै हुनुहुन्छ हाम्रा कोषाध्यक्षज्यू। नमस्ते। आगामी दिनमा पनि यसै गरी साथ दिनुहुनेछ हाम्रो रमिता बहिनीले। कलाकार बहिनी हुनुहुन्छ रोशनी घरतीलाई स्टेजमा आमन्त्रण गर्दछौँ। सबैजनाले ताली बजाएर साथ दिनु होला है रोशनी घरतीज्यूलाई। हाम्रा सचिवज्यूद्वारा अबिर ल्यापन हुँदैछ हाम्रा बहिनी रमिता कलाकार बहिनीलाई रमिता घरतीलाई र यसै गरी हाम्रा अध्यक्षज्यूबाट दुसला उडाएर स्वागत गर्दै हुनुहुन्छ भने
उपाध्यक्ष खिमबहादुर घरतीज्यूबाट माला लगाएर स्वागत गर्दै हुनुहुन्छ। हाम्रा कोषाध्यक्षज्यूबाट केही कोसेली प्रदान गर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद बहिनीलाई अहोरात्र खटेर साथ दिनुभएको छ। आगामी दिनहरूमा पनि साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। कविता सुनार बहिनीलाई पनि ताली बजाएर स्वागत गरिदिनु होला। सबैजनाले जतिजना पनि हुनुहुन्छ सबैजनाले ताली बजाएर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। हाम्रा अध्यक्षज्यूबाट खादा उडाएर साथ दिँदै हुनुहुन्छ। खिमबहादुर र निमबहादुर सँगै जुधेर होला क्या है। नमस्ते। यसै गरी अर्का बहिनी हुनुहुन्छ कलाकार बहिनी निशा सुनार हुनुहुन्छ बहिनी। उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्दछौँ। सबैजनाले ताली बजाइदिनु न है। ताली चाहिँ अहिले बिस्तारै सिलाउँदै गयो। खै त के भयो है। पेटभित्र मुसा दौड्यो कि क्या अझै बाँकी छ दौडिन। ल उहाँलाई स्वागत गर्दै हुनुहुन्छ हाम्रा अध्यक्षज्यूले। उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रा उपाध्यक्ष निमबहादुरज्यूले माला लगाएर स्वागत गर्दै हुनुहुन्छ भने हाम्रा यस हातेमालो टोल विकास संस्थाको देउसी भैलो कार्यक्रमलाई भोग प्यास निद्रा दुःख सुख नभनिकन साथ दिनुहुने प्यारो भाइ एकदमै अग्रसर हुने प्यारो भाइ हुनुहुन्छ विजय ओली। भाइलाई ताली बजाएर सबैजनाले स्वागत गरिदिनु होला। हिरोको इन्ट्री लास्टमा हुन्छ अरे क्या है। ल धेरै धेरै धन्यवाद भाइलाई। रात्र खटेर साथ दिनुहुने भाइलाई हाम्रा सचिव प्रेम ओलीज्यू उहाँका सुपुत्र पनि हुनुहुन्छ है। सुपुत्र र हाम्रा अध्यक्षज्यूबाट सल्लाह गरेर हाम्रा उपाध्यक्षज्यूबाट स्वागत गर्दै हुनुहुन्छ। आगामी दिनमा पनि यसै गरी साथ दिनुहुनेछ भने पूर्ण आशा लिएका छौँ। नमस्ते। ल पूर्ण आशा लिएका छौँ आगामी दिनमा पनि यसै गरी साथ दिनुहुनेछ। र खाना चाहिँ एकैछिन खाने छ। स्टेजमा आइदिनु होला। सबैजना स्टेजमा आउनु होला। भोग सबैजनालाई लाग्यो। प्यास सबैजनालाई लाग्यो। तपाईँहरूले छिटो गर्नुभयो भने नै छिटो जतिजना पनि आबद्ध हुनुहुन्छ हातेमालो टोल विकास संस्थाद्वारा सञ्चालित जति पनि आबद्ध हुनुहुन्छ प्लिज बोलेको भए पनि अगाडि आइदिनु होला। केही फरक पर्दैन है। बाढ्न बस्नु भएको दिदी बहिनीहरू चाहिँ बाँडिदिनु होला किनभने उहाँहरूले बाँड्दै हुनुहुन्छ। तपाईँहरू प्लिज अगाडि आइदिनु होला। सबैजना जति पनि आबद्ध हुनुहुन्छ यसले गर्दाखेरि मेरो कार्यक्रमको शोभा चाहिँ बढ्दैन। त्यो भएर सबैजनाले त आइदिनु होला। मेरो आवाजलाई सुन्दै हुनुहुन्छ भने जति छिटो गऱ्यो उति छिटो हामीलाई हुने हो। सबैजना आइदिनु होला प्लिज। म धेरै छिटो आइसकेँ। मेरो आवाज नै बस्न थालिसक्यो। अर्जुन फुलमगर कता हुनुहुन्छ स्टेजमा आइदिनु होला। फुलमगर उहाँलाई पनि हाम्रा कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरूले स्वागत गर्दै हुनुहुन्छ। स्वागत गर्नुहुनेछ। हातेमालो टोल विकास संस्थाद्वारा सञ्चालित देउसी भैलोलाई दान गर्नुहुने दानीदाता र पाहुना आगन्तुक पाहुनालाई हामीले स्वागत गर्दैछौँ। धेरै धेरै धन्यवाद। अर्को साल पनि यसै गरी हामीलाई साथ दिनुहुनेछ सहयोग गर्नुहुनेछ। लक्ष्मी घरती दानीदाता लक्ष्मी घरतीलाई स्वागत गर्दछौँ। जति पनि हुनुहुन्छ आफ्नो पाहुनाहरू मलाई नाम टिपाउनु होला। सञ्चालिकाको भूमिका निर्वाह गर्दैछु। सबैजनाको नाम मलाई तथ्य नहुन सक्छ। स्वागत गरिदिनु होला। अर्का सहयोगी दानीदाता हुनुहुन्छ जीवा घरती। उहाँलाई पनि ताली बजाएर स्वागत गरिदिनु होला सबैजनाले। धेरै धेरै धन्यवाद। यसै गरी फेरि पनि अर्को साल साथ दिनुहुनेछ। अलि धेरै धेरै दक्षिणा दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। हाम्रा जीवा घरतीज्यू धेरै धेरै धन्यवाद। हस्तबारी घरती अगाडि आइदिनु होला स्टेजमा। र अर्का दानीदाता हुनुहुन्छ खमीर ओली
धेरै धेरै धन्यवाद उहाँलाई पनि। र अर्का दानीदाता हुनुहुन्छ धेरै धेरै धन्यवाद खगी विकज्यूलाई पनि। यसै गरी अर्को साल पनि दाताहरूले दान गर्नुहुनेछ देव ओलीज्यूलाई पनि धेरै धेरै धन्यवाद। हस्तमाली खतीलाई पनि अबिरले अर्पण गरेर स्वागत गर्दै हुनुहुन्छ। हामी पाहुनालाई स्वागत सत्कार गर्नेमै छौँ हामी। धेरै धेरै धन्यवाद। अर्का दानीदाता हुनुहुन्छ धेरै धेरै धन्यवाद। कुप्पा बुढा मगरज्यूलाई पनि स्वागत गरिदिनु हुन अनुरोध गरे। सबैजनाले ताली बजाएर साथ दिनु होला। आगन्तुक पाहुनाहरूलाई स्वागत गर्दैछौँ। जति पनि आउनुहुनेछ स्वागत गरिरहनेछौँ। निकै अतुलनीय उहाँलाई धेरै धेरै धन्यवाद। उहाँको केही समीक्षा र सहजीकरण हामीले सुन्दै बाँकी छ। माइजी नमस्ते। नमस्ते माइजी। यस टोललाई दान गरेर साथ दिनुहुने पाहुना आगन्तुक फुलमाया राणालाई धेरै धेरै धन्यवाद। र अर्का दानीदाता सीता खर्ती मगरज्यूलाई धेरै धेरै धन्यवाद। यसै गरी फेरि पनि अर्को साल साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। अरू पनि पाहुनाहरू छुट्टो भएको छ भने मलाई जानकारी गराउनु होला। हाम्रा दागी दाई भनेर चिन्छौँ हामीले। देवराज जागी हामीलाई साथ दिनुहुने धेरै धेरै धन्यवाद। सबैजना मञ्चमा बसिदिनु होला है। जति पनि हुनुहुन्छ आदिवासी टोलका मञ्चमा बसिदिनु होला। बसन्त खत्री अर्को बहादुर ओली उहाँलाई पनि धेरै धेरै धन्यवाद। यही मञ्चमा बसिदिनु हुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। मञ्चमा बसिदिनु होला है। सबैजना मञ्चमै बस्नुहुनेछ भन्ने पूर्ण आशा लिएका छौँ। धेरै धेरै धन्यवाद। सबैभन्दा अर्का दाजु पनि हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी साथ दिनु होला। मञ्चमै बस्नु होला यी सबैजना जति पनि हुनुहुन्छ। दलु खत्री अनि कुसुम सर मलाई सुन्दै हुनुहुन्छ भने जति पनि हुनुहुन्छ आदिवासी टोलमा आबद्ध सम्पूर्ण पदाधिकारी सदस्यज्यूलाई मञ्चमा बोलाइदिनु होला। जय आचार्यज्यूलाई पनि स्वागत गरिदिनु होला। सालगिरह भर्ती शालिग्राम खर्ती मेरो आवाज सुन्दै हुनुहुन्छ होला। चिच्याउँदा आवाज पनि बज्न आँटिसक्यो है। जतिले पनि मेरो आवाज सुन्दै हुनुहुन्छ शालिग्राम खर्ती दल बहादुर बुढा मगर नन्दराम घोटी मगर मलाई सुन्दै हुनुहुन्छ। बधाई नमस्ते। बहिनी मजाले थप्नु है।
यहाँ दाइले ल्याउनु भएन, दाइले यस्तो भइसक्यो अब आफै थपेर खाने दाइको घर आएर। ए दाइको घर रे, दाइको घर भनेछु क्या मैले। दिदीले खानु भएन नि। हाम्रा पूर्व अध्यक्ष तिलप्रसाद घोर्ती मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। पूर्व अध्यक्ष तिलबहादुर घोर्तीज्यूलाई, तिलप्रसाद घोर्तीज्यूलाई केही आफ्ना कुराहरू राखिदिनुहुनेछ भने पुरा सुनेका छौँ। सबैजनाले सुन्नुहुनेछ, सुनेर साथ दिनुहुनेछ। यो आउँछ है, कसको आउँछ साली हेर्नु भाइरल। आएका छौँ। हाम्रा थुप्रै समस्याहरू छन्। हामीले भौतिक संरचनाका समस्या छ, हाम्रा सामग्रीहरूका समस्या छ। अनि त्यसपछि हामीले यसरी भैलो चाहिँ अनिवार्य गर्दाखेरि कतिपयलाई बाधा परेको छ। अनिवार्य नगर्दाखेरि पनि चाहिँ टोल विकास संस्थाको प्रगति उन्नति नहुने, रकम जम्मा गर्न नसकिने थुप्रै समस्याहरू छन्। यी समस्याहरूका बावजुद हामीले भैलो देउसी भैलो सञ्चालन गर्दै 4औं वर्षमा हामी यहाँसम्म आएका छौँ। यद्यपि यहाँसम्म आउँदाखेरि हामीले केही आफ्ना सामग्रीहरू जम्मा गरेका छौँ। केही हामीले ऐलानीमा भए पनि हाम्रो आफ्नो टोल विकास संस्थाको भवन निर्माण गरेका छौँ, सानो भए पनि। यसरी हामीले केही भौतिक संरचनाहरू जोडजाम गरेका छौँ भने केही हाम्रा आफ्ना टोलवासीका समस्याहरू, सिफारिसका कुराहरू, केही दैनिक कामकाजका कुराहरू हामीले अलिकति चाहिँ व्यवस्थित ढङ्गले पनि हामीले सञ्चालन गरेका छौँ। केही समस्याहरू छन्, केही चुनौतीहरू छन्, तर पनि हामीले आफ्ना गतिविधिहरू सञ्चालन गरिराखेका छौँ। र 3 वर्षे कार्यकाल, पहिलो संस्थापन 3 वर्षे कार्यकाल समाप्त भइसकेपछि हामीले भर्खरै 1 महिना अगाडि हामीले साधारण सभा सम्पन्न गरेर हामीले अर्को कार्य समिति हामीले चयन गरिसकेका छौँ, जसको अध्यक्ष मदन कुमार घरती मगर हुनुहुन्छ। उहाँलाई हामीले उहाँको नेतृत्वमा हामीले अरू बाँकी 3 वर्षे कार्यकाल राम्रो तरिकाले सम्पन्न होस् भन्ने उद्देश्यका साथ हामीले कामना गर्दै हामीले हस्तान्तरण गरिसकेका छौँ। अहिले हामीले यो 82 को भैलो देउसी भैलोमा हामीले 79 मा चाहिँ 85,000 सङ्कलन गऱ्यौँ। 82 मा आएर हामीले 3,81,111 चाहिँ हामीले जम्मा गर्न सफल भयौँ। त्यसमा केही चाहिँ खर्च छ, आजको खर्च हामीले टोटल जम्मा गरिसकेका छैनौँ। त्योभन्दा अगाडि हामीले कार्यक्रमको सञ्चालन गर्दै गर्दाखेरि 6,050 रुपियाँ 6,150 खर्च भएको थियो। हामीले लगभग 3,79,000 हाम्रो बचत भएको थियो। र अहिले आजको गजबज कार्यक्रमबाट कति खर्च आउँछ त्यो जम्मा गरेर हामीले त्यो हाम्रो नियमित बैठकमा हामीले अवश्य सम्पूर्ण वासीहरूलाई हामीले सार्वजनिक गर्नेछौँ। हाम्रा सम्पूर्ण काम कार्यहरूमा हामी लगभग जहाँसम्म लाग्छ हामी हाम्रा टोलवासी सम्पूर्ण सदस्यहरू हामी केही समस्याहरू भए पनि हाम्रा गतिविधिहरू, हाम्रा काम कार्यहरू पारदर्शी व्यवस्थित ढङ्गले भएको कारणले हामी चाहिँ लगभग हामी कलाकार गोलीको लाइन परेछ। हाम्रा सम्पूर्ण आफ्ना सामाजिक कार्यहरूमा चाहिँ एक भएर हामी लागिरहेका छौँ। यो नै हाम्रो एउटा खुसीको कुरा हो, एउटा चाहिँ हाम्रो गौरवको कुरा हो भन्ने लाग्छ। यही भन्दै हाम्रा कुनै समस्याहरूका बावजुद पनि हामीले आफ्नो टोल विकास संस्थालाई
अलिकति व्यवस्थित बनाउने हामी प्रयास गरिरहेका छौँ जस्तो लाग्छ। पुलाउ कस्तो छ? यो पछि पकाएको हो नि भाइ? पहिलाको हो र? धेरै लामो नभनेर भएर तपाईँको आज विशेष गरी बोल्ने भन्दा पनि यो रमाइलो गीत गाउने नाच्ने र खाने माहौल भएको हिसाबले मैले धेरै लामो कुरा नराखेर आफ्नो मन्तव्य राखेँ। हद धन्यवाद, नमस्ते। मेरील्यान्ड पब्लिक एकाडेमी स्कुलका विद्यालय व्यवस्थापक समितिका व्यवस्थापक सदस्य नन्दराम घरतीज्यूलाई थोरै शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। सबैजनाले ताली बजाइदिनुहोस् है त। धन्यवाद सञ्चालिकाज्यू। आज 2082 सालको देउसी भैलो खेलेर पिकनिक वनभोजमा आउनुभएका हातेमाल टोल विकास संस्थाका आजका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्षज्यू। टोल विकास संस्था भनेको टोल विकासलाई उठाउनको निम्ति र विकेन्द्रितलाई केन्द्रीकृत गराउनको निम्ति र तपाईँको सँगसँगै एकअर्कामा समन्वय बढाउनको निम्ति, एकअर्कामा आफन्त र व्यवहारका नाताहरू एकअर्कामा सहज वातावरण बनाउनको निम्ति र यसलाई यो तपाईँको व्यावहारिक कुराहरूमा हामीले अहिले टोल विकास संस्थाहरूमा अन्य कार्यक्रमहरू, यो देउसी भैलो अन्य कार्यक्रमहरू गरिराखेका हुन्छौँ र त्यसैले यो जसरी 79 को अहिले निवर्तमान टोल विकास संस्थाका अध्यक्षले भन्नुभयो 79 मा हाम्रो यो चाहिँ यतिसम्म हामीले रकम कलमहरू उठाएका थियौँ र अहिले फेरि म निवर्तमान अहिलेको पूर्ण चाहिँ वर्तमान अध्यक्षज्यू लगायतका हाम्रो टिम टोल विकास संस्थाले देउसी भैलो खेल्यो र यति हामी उठाउन सफल भयौँ। हाम्रा जिन्सी लगायत हाम्रा अन्य भौतिक संरचनाहरू बनाउनेसम्म हामी सफल यति भएका छौँ भन्ने कुरासम्म उहाँले गर्नुभयो र हातेमालो टोल विकास संस्थाले जो गरेका उन्नति र गरेका कामहरूप्रति म धन्यवाद दिन चाहन्छु। यही कुराहरू राख्दै तपाईँहरूसँग यो दुई शब्द बोल्ने अवसर दिनुभयो। म यहाँप्रति आभार धन्यवाद व्यक्त गर्दै म बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। यो हातेमालो टोल आउनु नमन पाएता पनि लाग्छ मलाई 2 नम्बर र 3 नम्बरमा भएको टोलभन्दा कम छैन। यो टोलले गरेको काम यो टोल हामी पूर्ण छौँ। हामीले भनेका थियौँ हामीले आवश्यक पर्ने भवन बनाऊ, तर तपाईँ हाम्रो सबैको हातेमालोले गर्दा हाम्रो 51 नम्बर भएको संस्थाको पनि भवन भएको छ। यो भवन तपाईँ हाम्रै हातेमालो तपाईँको साथ सबैले गर्दा यो भवन निर्माण भएको छ। यो हामी 2019 सालमा जुन भन्नुभयो हाम्रो पूर्व अध्यक्षज्यूले 85,000 सङ्कलन गरेका थिए भन्नुहुन्थ्यो। त्यस बेला म उपस्थित थिएन, तर पनि 79, 80, 81, 82 गरेर अहिले 2022 सालको देउसी भैलोमा हामीले हाम्रो सबैको हातेमाल टोलको सहयोग सपोर्ट र सबैको हातेमालो र हाम्रो पाहुना आउनुले गर्दा लगभग सबैको साथ रहेको छ। लाग्छ मलाई कलाकार भाइबहिनीहरूले सहयोग नगरेको भए र हामी अगुवाहरूले पनि सहयोग नगरे भए यत्रो रकम हामी उठाउन सक्ने अवस्था थिएन। त्यसैले म कलाकार भाइबहिनी भन्छु, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
आउनु बेना बस्नु न तपाईँहरू नि छुट्टै बस